श्रीमान गतिलो भएन भने नि त्यो श्रीमती कसैको नजरमा पनि राम्रो भन्न सक्दैन किन त परिवारको नजरमा राम्रो बन्न सक्छ न त समाजको नजरमा राम्रो बन्न सक्छ। जति नै राम्रो व्यवहार गरे पनि यो समाजले हामीलाई कारण मात्रै बनाएर देखाउँछ क्या। मतलब योसँग बिहे गरेदेखि यस्तो भएको छ भन्ने खालको कारण मात्रै हामीलाई देखाइरहन्छ, तर हाम्रो वास्तविक दुःख पीडा कसैले पनि बुझ्न चाहन्न क्या। आफ्नो श्रीमानको कारणले गर्दाखेरि धेरै जस्तो महिलाहरू विदेशिनुको कारण पनि यही हुन्छ क्या। विदेशिनुको कारण आफ्नो लाला बाला आफ्नो घर परिवारलाई छोडेर कुनै पनि महिलालाई विदेश जाने रहर हुँदैन। कुनै कुनै महिलालाई हुन्छ पैसाको लोभ लालचले गर्दा विदेश जान्छन्, तर धेरै जस्तो महिलाहरू आफ्नो छोराछोरीको भविष्य बनाउनको लागि विदेश जान्छन् क्या। तर भोलि पर्सि त्यही छोराछोरीको भविष्य बनाउँदा बनाउँदै त्यो छोराछोरीले हेर्छन् हेर्दैनन् त्यो त थाहा छैन, तर एउटा आमा बाबा गतिलो नभएपछि लास्टमा निर्णय भनेको अहिलेको जमानामा सबैजना व्यक्तिहरू सबैजना महिलाहरू यही गर्छन् कि सबैजना महिला विदेश दिन नै तयार हुन्छन्।